गाउँघरका किसान जसलाई अनिल भनेर चिन्छ र यी हुन् बन्दुक पार्टीका उम्मेदवार जसलाई बन्दुक रमेश भनेर पनि चिन्छन् मान्छेले र उहाँको चुनाव चिन्ह हेरेरै तपाईँहरूलाई थाहा भइसक्यो र यी हुन् आज उम्मेदवार जसको चुनाव चिन्ह नै सफल रहेको छ। अनिल हजुर दाइ नमस्ते। यसपालि पनि हाम्रो रमेश दाइ उठ्नुपर्छ, थाहा छ होला नि भोट के माल्ने, चुनाव चिन्ह यही हो, याद राख। हुन्छ हजुर, पहिला पनि हजुरलाई हालेको, यसपालि पनि हजुरलाई हालिदिन्छु। भाइ याद राख, भोट चाहिँ नि बन्दुक रमेश पाउन पर्यो। यिनीहरूको दादागिरी कहिलेसम्म सहन पर्ने हो? पहिल्यैबाट जिताउँदै आउँदा पनि अहिलेसम्म केही विकास भएको छैन। यो पालि भोट हाल्न त सोच्नै पर्ने हो। ओहो नमस्ते अनिल भाइ। ओहो विशाल दाइ नमस्ते। यो पटक म हाम्रै गाउँठाउँबाट यो चुनावमा उठेको छु। मलाई भोट दिएर बहुमतले जिताइदिनु होला होइन। र तपाईँहरूको जे जे समस्याहरू छ होइन त्यो कुराहरू मलाई भन्नु होला होइन। यदि मैले जितेँ भने त्यो समस्याको समाधान गर्ने सोचेर मैले यो अगाडि चुनावमा हिँडेको छु। तपाईँहरूले साथ सपोर्टहरू दिनु होला। समस्याको समाधान गर्छु भन्दै धेरै आए, जो आए सबैले आश मात्र देखाए। योपालि आश मात्रै होइन, हामीले समस्याको समाधान गर्छौँ भनेर अगाडि बढेका छौँ। यतिका वर्ष त तपाईँले अरूलाई हालेर हेर्नुभयो, यो वर्ष मलाई एकचोटि हालेर हेर्नु होला। योपालि हजुर उठ्नुभयो रहेछ के अरे, हामीले सोचौँला। हुन्छ, हामी लाग्छौँ है। अहिले हाम्रो गाउँबाट उठ्न त उठेको रहेछ। पहिला तिनीहरूलाई जिताएर अस्ति भर्खर भदौ 23 र 24मा त्यत्रो घटना घट्यो। त्यत्रा बालबालिकाहरूले ज्यान गुमाए। के यसले ती नानी बाबुहरूलाई न्याय दिन सक्ला त? भ्रष्टाचारको अन्त्य गर्न सक्ला त? यो मेरो मात्र बोली होइन, सारा नेपालीको बोली हो। होइन भाइ, तेरो पारो त ठिक लागेन नि मलाई। तँलाई गाउँमा बस्नु मन लागेन क्या? किन दाइ, हामी पनि चुनावमा उठ्न नपाउने हो र? तेरो यत्रो हिम्मत, बन्दुक रमेशको अगाडि बोली निकाल्छस्? किन हामीले मौका नपाउने हो र? म पनि त उठ्न पाउनु पऱ्यो नि दाइ। यतिका वर्ष तपाईँ उठ्नुभयो, आखिर केही बदलाव आएन। मेरो पनि त अधिकार छ नि त उठ्नुपर्ने। यसपालि म उठेको छु, मैले के गर्छु भन्ने उयो गरेछु। जालस ख्याल ख्यालमा। त्यसो भए चुनाव पछि हेरौँला। पालि कसलाई दिने होला? म त हलमलमा परेँ। हुन त चुनाव फागुन 21 गते हो के रे। यो पालि चाहिँ विचार पुर्याएर राम्रै मान्छेलाई भोट हाल्नु पर्ला। 2000 years later.
देख्नुभयो त कसरी जितिँदो रहेछ त चुनाव। त्यही भएर यसपालि हाम्रालाई खै त भनेको भन न राम्रा लाग्यो भन्छ त्यही भएर यसपालि हाम्रालाई होइन राम्रोलाई जिताउँ।